वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन गइरहेको छ बिकज आज चाहिँ हामी जानु गइरहेको छौँ बोरु। सो किन जाएको भन्दा पनि ठ्याक्कै भएन भनेर भन्छु गाइस। अहिले चाहिँ म मेरो रुममा छु। सो यो गिटार प्याक गर्छु अनि चाहिँ हामी जोरथाङ आइपुग्यो अनि गाडीमा चाहिँ कोही छैन, म मात्रै छु। सो हेर्न सक्नुहुन्छ गाइस, आमा चाहिँ आँप किन्न जानुभएको छ। कहीँ पाएको छैन आँपको सिजन हो, कहीँ पाएको छैन। आँपतिर बसिरहेको छु गाइस, हेर्न सक्नुहुन्छ पसिना। अहिले चाहिँ हामी पुगिसकेको छौँ होइन, अनि एकदम थाके खेलेर हेर्न सक्नुहुन्छ गाइस। पसिना गाइस, पसिना हो यहाँ सोद्धा हुन्छ हो कि होइन भन्नु त। पसिना गाइस, दिस इज नेक्स्ट डे अनि म चाहिँ उठेर चाहिँ यहाँ यतिकै बसिरहेको थिएँ। आजको दिन चाहिँ एकदम दामी छ, प्लस गरम पनि छ। 30 डिग्री भनेको यहाँ होइन। अब खाना खाने बेला भयो गाइस। अहिले चाहिँ माम खाइसकेँ अनि म चाहिँ मुख छुट्न आएको बिकज भित्र चाहिँ भाँडा धुइँदैछ होइन। भाँडा धुने त्यहाँ चाहिँ म धुदिनँ कहिले पनि, यहाँ मजा लाग्छ नि। आहा, भ्यू इन्जोय गर्दै। तर भ्यू पनि घन्टाको भ्यू यो सुन्तलाको बोटले नै छेलिहाल्यो। उठ, यसलाई त बलले तर्साउनु पर्छ नि, तर बलै कटिरहेछ। जा भात खानु जा भात खानु। जा यसलाई त भात खा छिटो, बिस्किट चाहिँ खानु अरे अहिले लात। जा छिटो जा गाइस। आजको कन्टेन्ट बन्यो कुकुरले गर्दा, कुकुरले भात खाँदैछ गाइस आजको कन्टेन्ट। ए अर्को कन्टेन्ट पनि पायो, यसको नयाँ थाल गाइस खाने, नयाँ पट हेरे के भन्छ त्यसलाई, खाना खाने। यो त बस्तीकै हो, यसलाई त के चाहिन्छ।